नमस्ते सबैजनालाई। मेरो नाम एन्जेला जोशी। आई एम अ प्राउड मम अफ 2 ब्युटिफुल डटर। आई एम अ आर्टिस्ट अल्सो। मलाई पेन्टिङ गर्न एकदमै धेरै मनपर्छ। सो इट्स माई प्यासन है। आई एम अ सेल्फ टट आर्टिस्ट अनि अल्सो आई एम अ प्राउड डिजिटल एन्टरप्रेनर। सो मैले चाहिँ यो डिजिटल प्लेटफर्ममा आउनुभन्दा अगाडि 10 वर्षभन्दा बढी ब्याङ्किङ र फाइनेन्सियल सेक्टरमा काम गरेको छु भने केही वर्ष आफ्नै फिजिकल बिजनेस पनि रन गरेको छु। सो यो फिजिकल बिजनेस अनि 9 to 5 जबबाट चाहिँ सेटिस्फाई नभएपछि हुन्छ नि आफूले चाहेको जस्तो लाइफ बनाउन नसकिसके पछाडि के गर्दा हुन्छ त भनेर अपर्च्युनिटीको खोजी गर्ने क्रममा चाहिँ मैले यो डिजिटल प्लेटफर्मको बारेमा थाहा पाएँ। अनि यो बिजनेसमा आइकन चाहिँ मेरो लाइफ एकदमै धेरै सेटिस्फाइड, एकदमै फुलफिल्ड भएको छ। जति पनि मैले मेरो लाइफ मोमेन्टहरू मिस गरेको थिएँ जब गर्ने क्रममा अथवा फिजिकल बिजनेस रन गर्ने क्रममा है, जसले गर्नुभएको छ यो कामहरू यहाँहरूलाई थाहा छ। हामीलाई लाइफको सानो सानो मोमेन्टहरू चाहिँ इन्जोय गर्नको लागि पनि अरूको पर्मिसन लिनुपर्ने हुन्छ होइन। सो मैले सानै उमेरदेखि नै जागिर गरेको भएर मैले मेरो लाइफ चाहिँ बाँचेकै छैन, मैले लाइफै जिएको छैन जस्तो फिल हुन्छ होइन। फिल हुन्थ्यो भनौँ न। अहिले आएर त त्यो सबै गिल्टहरू मेरो यो बिजनेसले फुलफिल गरिदिएको छ। सो मेरो चाहिँ हुन्छ नि लाइफको त्यो मोमेन्टहरू के छ त स्पेसल मोमेन्ट मेरो त्यो हुन्छ नि टिन एज टाइमको भन्दाखेरि केही पनि छैन कि, किनकि म सानैदेखि जब गर्थेँ। आई वाज अकुपाइड। अनि त्यस पछाडि फ्यामिली बिहे भयो, फ्यामिली भयो होइन। अनि आफ्नो बिजनेस रन गर्न थालेँ। आफ्नो बिजनेस गर्दा पनि त्यस्तै नै सोचेको थिएँ मैले, मेरो फिजिकल बिजनेसले चाहिँ मलाई मेरो लाइफ सेटिस्फाइड गर्छ, मैले भने जस्तो हुन्छ नि लाइफ बनाउनको लागि हेल्प गर्छ भनेर। बट इट वाज टोटल्ली होइन अपोजिट अफ द्याट। सो एकदमै टाइम कन्ज्युमिङ होइन। जसले बिजनेस गर्नुहुन्छ यहाँहरूलाई थाहा छ कि आफ्नो बिजनेस हुँदाखेरि कस्तो हुन्छ भनेर। एकछिन बन्द गर्नु पर्यो भने पनि ओहो आज मैले बन्द गरेँ, आज राम्रो व्यापार भइहाल्थ्यो कि, त्यो टाइपको थटहरू आउँछ अनि हामीले लाइफ इन्जोय गर्ने कुरै भएन है। सो त्यो डिससेटिस्फ्याक्सन होइन अनि त्यो गिल्टले गर्दाखेरि चाहिँ मैले हुन्छ नि अपर्च्युनिटीहरूको खोजी गर्न थालेँ। अनि यो बिजनेसको बारेमा थाहा पाएँ। यहाँ आइकन चाहिँ मैले हुन्छ नि जति पनि मेरो पास्ट गिल्टहरू थियो त्यो सबैलाई चाहिँ रिकभर गरिदिएको छ। अहिले आएर मैले मेरो फ्यामिलीसँग मजाले टाइम स्पेन्ड गर्न सक्छु। मेरो हुन्छ नि फ्यासनलाई मजाले ग्रुम गर्न पाएको छु होइन। अनि अर्को महत्त्वपूर्ण कुरा, मैले मेरो परिवार, मेरो सानो बच्चाहरूसँग मजाले टाइम स्पेन्ड गर्न पाएको छु। मैले मेरो ठुलो छोरीको टाइममा जति पनि मोमेन्टहरू मिस गरेको थिएँ होइन, त्यो चाहिँ अहिले मैले बाँच्न पाइरहेको छु।